झापा क्षेत्र नम्बर 1 की माननीय निशा डाङ्गीले आज शून्य समयमा एकदमै राम्रो कुरा उठान गर्नुभएको छ। उहाँले यस सीमा क्षेत्रमा हुने लागु औषधको ओसार पोसारको कुरा साथै जति पनि लागु औषधबाट बिग्रिसकेका बच्चाहरू छन् तिनीहरूको पुनर्स्थापनको कुराहरू संसदमा जोडदारका साथ उठाउनु त भयो, तर यहाँको वस्तुस्थिति के छ त भन्दाखेरि यहाँनेरि हामी एकदम सिमानामा बस्ने भुक्तभोगी भएको कारणले गर्दाखेरि ती लागु पदार्थ सेवन गर्ने भाइ बहिनीहरूलाई चाहिँ यहाँका अवैध रूपमा जुन कारोबार गर्नेहरूले चाहिँ उनीहरूलाई प्रयोग गरिरहने र प्रयोग गरेर चाहिँ उनीहरूबाट नै ती सामानहरू ओसार पोसार गरिने या अन्य सामानहरू पनि ओसार पोसार गरिने त्यस्तो कुराहरू भइरहेको छ र त्यसमा प्रहरी चाहिँ हेरेर बसिरहेको छ। मैले योभन्दा आजभन्दा धेरै अगाडि पनि प्रहरीमा यस कुराहरूमा उठान गरेको थिएँ। भद्रपुर र काँकरभिटा क्षेत्रमा का सिटी सवारी चालकहरूमा धेरैजना लागु पदार्थ सेवन गरेर चलाउने सिटी चालकहरू अहिले पनि हुँदा पनि प्रहरीले उनीहरूलाई कारबाही गर्न सकेको छैन। किन गर्न सकिरहेको छैन? यो एकदम अन्योलवश छ। यसमा धेरै सिन्डिकेटहरू रहेको कुराहरू छन् र यसलाई तत्काल प्रशासनले कारबाही गरेर एउटा कारबाहीको दायरामा ल्याएर सबैसँग सल्लाह गरेर यसबाट चाहिँ उनीहरूलाई चाहिँ त्यहाँबाट मुक्त गरेर उनीहरूलाई एउटा सुधार गृहमा राख्ने व्यवस्था यो सरकारले तुरुन्त गरोस्। यो स्थानीय सरकार र संघीय सरकार मिलेर एउटा सुधार गृह बनाओस् जसमा जति पनि त्यसरी लागु औषध खाएर बिग्रेकाहरू हुन्छ उहाँहरूलाई सुधार गर्नेदेखि लिएर उनीहरूको सम्पूर्ण जीवनको जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ। होइन भने 2-4 दिन सुधार गृहमा बस्ने तर फेरि रिटर्न आइहाल्ने अनि फेरि जस्ताको 2-4 दिन यसो घुम्ने फेरि पुरानै दिनचर्यामा जाने, पारी जाने खाने आउने, पारी जाने खाने आउने। तर एउटा अलिकति आशा चाहिँ थोरै पलाएको छ, किनभने अब पश्चिम बङ्गालमा पनि बिजेपीको सरकार बनेको छ। त्यहाँबाट यता चाहिँ छाप्ती रूपमा घर घरै बिचमा पाइने जुन ब्राउन सुगरहरू हुन्छ त्यो अब सायद त्यहाँ नपाइएला, त्यहाँ पनि अनुसन्धान होला भन्ने एउटा झिनो आशा मात्रै अहिले हामीसँग छ, अरू केही पनि छैन। नेपाल सरकारले पनि यस्ता विषयहरूमा र स्थानीय सरकारहरूले एउटा ठुलो गृह बनाएर चाहिँ सुधार गृह बनाएर चाहिँ सबैलाई समेटेर चाहिँ व्यवस्थापन सधैँको लागि व्यवस्थापन गर्नुपर्ने। उनीहरूको लागि अब एकचोटि बसिसके सुधार गृहमा आइसकेपछि उनीहरूलाई कामको व्यवस्था, ट्रेनिङको व्यवस्थादेखि लिएर जीवन चलाउनको लागि चाहिने सम्पूर्ण कुराहरूलाई चाहिँ लङ टर्मसम्म 10 वर्षसम्म दिने व्यवस्था गरेन भने उनीहरू जस्तो सुकै सुधार गृहमा राखिए पनि के हुने रहेछ त भन्दाखेरि 2-4 दिनमा आएर फेरि पुरानै अवस्थामा फर्किहाल्ने त्यस्तो अवस्था हुँदो रहेछ। यहाँ धेरै प्राइभेट सुधार गृहहरू छन्, उहाँहरूसँग 6 महिना 1 वर्ष राखेर पनि केही साध्य लाग्दैन, उनीहरू फेरि आफ्नै दिनचर्यामा फेरि गइहाल्ने त्यस्तो यथार्थ त्यो छ यहाँनेरिको फिल्डको यथार्थ। त्यसले गर्दा यसमा अलिकति एकदमै धेरै नै ध्यान दिएर स्थानीय तहका पनि धेरै नै ध्यान दिएर, तर विडम्बना हेर्नुहोस् यहाँ त्यही सीमा क्षेत्रका मान्छेहरूले पनि यो कुरालाई चाहिँ एकदमै व्यवस्था गरिरहेको हामी देख्छौँ। पुराना राजनीतिक दलहरूले त झन् एकदमै व्यवस्था गरिरहेको र धेरै यसमा चाहिँ उनीहरू प्रयोग भइरहेको जुन ओसार पोसारको जुन 2 नम्बरी कार्यमा चाहिँ उनीहरू पनि प्रयोग भइरहेको हामी